यो चाहिँ एज अ कोच मेरो क्युरियोसिटी, यदि तपाईँले 24 घन्टाको लागि कम्प्लेन नै गर्नु भएन, कसैलाई ब्लेम नै गर्नु भएन भने तपाईँको लाइफमा कस्तो किसिमको इम्प्याक्ट हुन्छ होला? कुनै पनि सिचुएसन आओस्, कसैलाई पनि ब्लेम नगर्ने, कम्प्लेन नगर्ने, कुनै सिचुएसनमा पर्दाखेरि चाहिँ तपाईँलाई यदि लाग्छ कि तपाईँ एकदम ब्लेमिङतिर ढल्किरहनु भएको छ भने आफूले आफूलाई सोध्न सक्नुहुन्छ कि वाट इज वान थिङ आई क्यान डू टु इम्प्रुभ दिस सिचुएसन? के गऱ्यो भने यो सिचुएसन इम्प्रुभ हुन्छ? यदि तपाईँलाई लाग्छ कि केही पनि इम्प्रुभ गर्नलाई केही गर्न सकिने नै छैन भने प्र्याक्टिस लेटिङ इट गो। यसलाई छोड्नलाई, यो स्ट्रेसलाई छोड्नलाई प्र्याक्टिस गर्नुहोस्। किनभने तपाईँले केही गर्न सक्ने नै छैन भने यसमा टाइम किन वेस्ट गर्नु? तर यसको लागि एफर्ट चाहिन्छ, अवेरनेस चाहिन्छ, धेरै प्र्याक्टिस गर्नुपर्छ। सो 24 आवर्स ट्राई गरेर हेर्नुहोस्, अनि त्यसपछि यु क्यान च्यालेन्ज योर सेल्फ टु डु इट फर 1 विक। अनि यसले चाहिँ कस्तो खालको इम्प्याक्ट लिएर आउँछ त्यो एनालाइज गर्नुहोस्, त्यसमा रिफ्लेक्सन गर्नुहोस्।